भ्लगमा यो चाहिँ त्यही भ्लग हो त्यही भिडियो हो तर त्यहाँ चाहिँ नि अलि झुकेर मोबाइल बन्द भएर चाहिँ अपलोड भइसकेको छ त्यही भएर गाइस नमान्नु होला सरी गाइस माइन्ड नमान्नु होला है माइन्ड नगर्नु त्यसलाई भने अब चाहिँ म साइकल कस्तो भने यस्तो भयो यो चाहिँ मेरो भाइ पनि होइन क्या सुप्रिम पाण्डेको हो कस्तो सकेन मैले चाहिँ साइकल चलाउने ला सुदीमा चाहिँ उहाँ मस्त पाराले आफ्नै धुनमा हिँड्नु भएको छ म चाहिँ साइकल चलाउन सकिनँ सफल भएको छैन त्यसैले माइन्ड नमान्नु अब म के गर्ने त्यही त हो नि म रोडमा आएपछि बोल्न थाल्छु उसले नसाता भन्दा नि मैले समातेँ म कुन्दिनी मोबाइल पनि फस्दा अलि मैले गाल पार्छु यही डर लाग्यो ऊ फेरि त्यही छ हल्का कम ब्याक आऊ न म हस् ल रोडमा आएपछि बरु म आएको भोल राखेछु पुरा रोड भन्नु र मजा आउँथ्यो है हुन्छ अब रोड आयो भने मजा आइदियो है के दिन्छ कस्तो होला हरामी नि रोड आयो भने मलाई देऊ यहाँ पहिला साइकल चलाउनु पर्यो नि राम्रोसँग बाटो चाहिँ गाइस कस्तो खतम भइरहेको छ पछाडिको भ्यूमा हेर्न सक्नुहुन्छ या साइकल पनि बल्ल बल्ल चालु भयो कस्तो लाग्यो हेर्नु होला गाइस उभिएर हात छोडेर चलाउने गरेर बहिनी यहाँ भिडियो गराउनु परेन क्या गाइस हामी चाहिँ पाचक हिँड्नलाई यति कष्ट गरिरहेछौँ भने नि भइसक्यो सुनी सुनी लगती ये पूरी दुनिया ल पाचक लिएर गाडीमा बिस्कुट पनि लिएर है खान्न के म पानी खान्न बोला गाइस तिमीले चाहिने त्यहाँ अर्कै कसरी अड्केको थाहै पाएन निस्कियो है छोपा अरूको चाहिँ भ्लग चाहिँ अपलोड नगर्नु पनि कस्तो राम्रो थियो यो भ्लग मैले पनि जुन भ्लग बनाउँछु नि जुन भ्लग बनाउँछ नि जब उसँग म मिसिन्छु नि त कस्तो राम्रो भ्लग भन्छ एकदमै एन्टरटेन्स कस्तो भन्छ इङ्ग्लिसमा म चाहिँ फ्रिजको पानी खान चाहन्छु त्यो म फ्रिजबाट निकालौँ म चाहिँ यो ढोकै खुवाउन सकेन ल मैले खोल्यो भने बन्द गर्न सक्दैन मैले बन्द गर्न मोटरको पानी खाऊ न त मोटरको पानी निकाल्ला नि फ्रिजको खान्छु के मोटरको के फ्रिजको मलाई ढोका खोल्यो भने बन्द गर्न जान्दैन म जान्छु ढोका बन्द गर्न मात्रै आउँछ मलाई खोलाउन साह्रो हो यो त छप्प चिसो पानी खाउँ अब चाहिँ म घप पानी खानु लाग्छु ल तिमी चाहिँ घप हुन है त म पानी खाँदा घप हँसाइदियो चिचार घप भन्यो घप भन्यो उसले फेरि गप नभन्नु पर्ने नभन्न पठाउने भन्दैन खाऊ न टोटल मैले पानी यतिदेखि यत्रो भइसकेको छु यो चाहिँ हाँस भइदिएको
राख ल अब यो झपा झपा गरेर राख्नु पर्यो अनि हामी जान्छौँ गाइस उफ कति गाह्रो हो भ्लगरहरूलाई ओइ बिस्कुट खै तर यो चाहिँ नि हजुरको गोजीमा हाल्नु होला गाइस क्यामेराम्यानले यो गोजीमा हाल्नुहुन्छ हाल्नुहोस् ल गोजीमा ल यो पेपर पनि गोजीमा हालिदिउँ जाम ल गाइस मैले गेट लगाउन आउँछ छपायो अनि यस्तो आज तिम्रो गेट त अब के गर्ने अब झपा झपा गर्ने अनि नभए तिमी छोडेर हिँड्छु अब म त्यत्रो बाटो यस्तो सक्नु सक्छु सोध्नु होला अहिले चाहिँ घाम कस्तो राम्रो आएको छ है गाइस म त्यहाँ रोड तक मसम्म चाहन्छु म त रुक पछाडि हेर्नु होला गाइस यहाँ हाम्रो युक्ताजी हुनुहुन्छ चलाउँदै साइकल के भएको हो के भएको चलाउ त पैदल पेले न उल्टे पेले ह गाइस यहाँ चाहिँ नि अर्को आपत खडी भएको छ लाउनु क्यामेराम्यान म चाहिँ नि भ्लगरलाई यहाँ बनाउनु पर्यो बिचरा भ्लगर हो कि इन्जिनियर हो कसले बुझ्न सकेन छोपिदिनु क्यामेराम्यानजी छोपिदिनु त छोपी चाहिँ राखेको छु झप्पा झप्पा यहाँ चाहिँ यत्रो हरियाली छ यो चाहिँ एउटा भिलेज हो एकदम हरियाली भएको भिलेज भनौँ हाम्रै घर गाउँ भनौँ न उसले चाहिँ साइकल बनाउँदै म चाहिँ इन्जिनियर पनि हो भ्लगर पनि है गाइस सेकेन्ड ह्यान्ड इन्जिनियर भनौँ दानेको डुप्लिकेट हाम्रोमा चाहिँ नि एउटा इन्चाको कक्षा 5 मा हो टपर भनौँ न टपर त नभनौँ टपर भनौँ न फर्स्टको त टपर त अलिक सुहाउँदैन स्कुल टपर भन्न पनि सुहाउँछ स्कुल त भन्न मिल्दैन तर क्लास चाहिँ भन्न मिल्छ है गाइस स्कुल टपर गरेको अझै टपर भन्दा नआइ गरे स्कुल टपर क्लास टपर त्यस्तो भन्नु गऱ्यो कि कस्तो बाठी यार यिनी सबैले बिग्रियो फेरि बिग्रियो यार इन्जिनियर त थर्ड इन्जिनियर भएको रहेछ होइन इन्जिनियर थर्ड होइन यत्रो सानोमा कहाँ आउँछ त नि ऊ चाहिँ हल्का जाने ऊ सानो हो तर उसको दिमाग एकदम ठुलो है यो चाहिँ उहाँको लागि उस भनिदिएको कहावत अनि यहाँ चाहिँ एउटा छिट्टै हेर्नु है यहाँबाट धेरै नदेखेला यहाँ चाहिँ होला देख्न सक्नुहुन्छ यहाँ चाहिँ हल्का घाम सनराइज भनौँ कि इस्ट भनौँ सनसेट है अनि यो चाहिँ चाँद देख्न सक्नुभएको छ एकदम ठुल्ठुलो ऊ यहाँ चाहिँ ठुल्ठुलो आगिरहेको छ देउ हेर्न सक्नुहुन्छ हजुरले एकदम ठुलो है यो चाहिँ खै अर्को हाप खै सालीहरू टिपेको हो कि उही बनायो यार साँच्चै ज लौ छप ऊ चाहिँ दानी अङ्कलको ऊ चाहिँ जानी है जाई ऊ चाहिँ दानी अङ्कलको सेकेन्ड ह्यान्ड ल तिमीहरू हिँडेर जाऊँ न गाइस मान्छे आइसक्नु भएको छ त्यसैले हामीलाई तलै बसेर खान पर्छ गाइस झ्याउ भएको छ झन् पर्दैन गाइस आप चाहिँ नि कति ठुल्ठुलो पाएको छ हामीले चाहिँ मिप्रुममा सुप्नेर टिपेको हो उहाँ चाहिँ हुनुहुन्छ विश्व सुन्दरी भनौँ न विश्व सुन्दरी भनौँ न उहाँ हल्का मिठो बोल्यो भने हाम्रो भ्लगमा धेरै आउँछ होला उहाँले हल्का मिठो बोल्यो भने भ्लगमा धेरै आउँछ होला उहाँ फेरि त्यस्तो गर्ने कस्तो राम्रो
उहाँ चाहिँ हल्का हल्का मिठो बोल्दैन कस्तो धेरै भ्लगर आउँछ कति कस्तो राम्रो हुन्छ उहाँ चाहिँ बेसी सुन्दरी भनौँ न उहाँ फेरि गाली गरिदिन्छ उहाँको चाल यस्तो छ नि उहाँको सुन्दर यस्तो सुन्दरी त त्यहाँ तर विश्व सुन्दरी चाहिँ यहाँ है भन्न खोजेको यहाँ छ विश्व सुन्दरी चाहिँ आयो भने फेरि दुनियाँ सबैले लाइक गर्छ नि त यहाँ त विश्व सुन्दरी हो भनेर गाइस आप कता है भने ठुल्ठुलो आप उहाँ चाहिँ मेकअप गरी सुन्दरी अनि उहाँ चाहिँ यत्तिकै एकदम क्या सिम्पल विश्व सुन्दरी अनि उहाँबाट चाहिँ यो भग्न चाहिँ यो चाहिँ मिप्रुम अनि हालै सुप्रिमको साइकल भैँसी लड्यो सबभन्दा विशेष सुन्दरी छि यहाँ खान त विशेष सुन्दरी उहाँ चाहिँ सिम्पल विशेष सुन्दरी हो नि त त्यो अघि चाहिँ मैले देखाएको चाहिँ नानी चाहिँ सुन्दरी मात्रै उहाँ चाहिँ विशेष सुन्दरी एकदम नो मेकअप राम्रो मान्छेहरूलाई देखाउँछ होइन कि नो मेकअप प्रडक्ट एकदम सिम्पल त राम्ररी हेर्दाखेरि उमेर 25 एजको छ एकदम ऊ बहिनी उहाँ चाहिँ सुन्दरी है अनि उहाँ चाहिँ विशेष सुन्दरी उहाँ टुडल चाहिँ चकनाचुर भइसक्यो यहाँ चाहिँ एकदम ठुल्ठुलो हाफ खोलेको छ गाइस हेर्न सक्नुहुन्छ दर्शकहरू मेरो दर्शक बिहानहरू यो विदेशबडी गाउँपालिका वडा नम्बर 6 का सुदेव राणाको घर ठुल्ठुलो आँप फलेका रेकर्ड बनाएका छन् यो चाहिँ अहिले सानो हो सबैको सानो हुँदा आँपहरू यस्तो देखिन थाल्छ तर उहाँको सानो आँपहरू यस्तो देखिन थाल्छ एकदम ठुलो छ यो आँप यो पनि छ ठुलो छ रियल लाइफमा एकदम ठुलो छ भिडियो गर्दा कस्तो सानो देखेको छ गाइस अनि यत्रो झपा फलेको छ ऊ तीनटा ऊ चाहिँ झोका बन्द गरेको छ यो भिडियो चाहिँ एकदम लङ होला किनकि अहिले सन इस्ट भएको बेला छ अन्त चन्द्रमा चाहिँ देख्न सक्नुभएको छ उहाँ चाहिँ चाँद लागेको छ उहाँले हाई गर्दै भए कस्तो राम्रो हुन्थ्यो तिमीलाई देखाइराखेको छु तिमी जस्तो मान्छे देखाउने हो त म ये यहाँ विश्व सुन्दरी र सुन्दरीको बिच लडाइँ भएको छ मेरो दर्शकबिनहरू अब यहाँ केही म हजुरलाई सूचना दिइराखेको छु यहाँ विश्व सुन्दरी र सुन्दरीको बिच लडाइँ भएको छ अर्कोले भने म हुँ विश्व सुन्दरी अर्कोले भने विश्व सुन्दरीले भने म हुँ विश्व सुन्दरी होइन गाइज यहाँ दर्शकबिनहरू चिनाउनु होला उहाँ चाहिँ विश्व सुन्दरी र झुट बोले हैं कि सास युक्ताले झूठ बोले हैं कि ठीक हम तो मुंगा है नहीं बोले सकते हम कहाँ बोले करो यो चाहिँ म विश्व सुन्दरी अब होइन सुन्दरी अब पिङ खेल्छन् र विश्व सुन्दरीलाई एकदम स्तरी हेरेछन् यो भिडियो चाहिँ म पोस्ट गर्नेवाला छु किनकि यो विश्व सुन्दरी देखेर हाम्रो धेरै आउँछ उहाँको यस्तो बस्ने स्टाइल यस्तो हो त अब उहाँको लुक्स कस्तो होला उहाँ हजुर हो त अनि के बाँधो नि भएको रे फुले लगाइदिएर पठाइदिएछ फुल लगाइदिएको के बोतल लिएर आएर फुल लगाइदिएको यसलाई ल मलाई के भन्छस् को लगाइदिएको त्यस्तो पालो
दुध पका समात न यसको दिदीले लाएर पठाए समात न दिदीले नक्कल बनाइदिएको त्यस्तो राम्रो राम्रो